नमस्कार सबैजनालाई आरामै हुनुहुन्छ होला। म पनि ठिक छु र मेरो ब्लगमा हार्दिक स्वागत पनि गर्न चाहन्छु। यो हो रामपुर स्थित वरुणेश्वर माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनीमा राखिएको सामग्रीहरू। विद्यालयकै आयोजनामा 2 दिनसम्म सञ्चालन भएको विज्ञान प्रदर्शनीको यो सामग्रीहरू हो। अनि भाइ बहिनीहरूले चाहिँ एकदमै राम्रो सामग्रीहरू बनाउनु भएको थियो र हामी त्यहाँ पुग्दाखेरि हामीलाई सामग्रीको बारेमा बताउँदै हुनुहुन्थ्यो, सामग्रीको विशेषताको बारेमा र के काम गर्छ त्यो सामानले भन्ने कुराहरू हामीलाई देखाउँदै हुनुहुन्थ्यो। अनि कति कुराहरू मैले कहिले नदेखेको जीवहरू नदेखेको कुराहरू पनि त्यहाँ मैले देख्दै थिएँ र त्यो देखिरहँदाखेरि एकदमै खुसी पनि लागेको थियो। अनुभवमा थिएन, त्यो भएर पनि एकदमै खुसी लागिरहेको थियो त्यो कुराहरू देखिरहँदाखेरि। अनि हामी चाहिँ खाजा खाएर पनि निस्किसकेका थियौँ। त्यो मजाले पानी पर्यो हिँड्ने बेलामा, अनि एकैछिन टक्क रोकिएर खाजा खायौँ र खाजा खाएर निस्किसकेका थियौँ। अनि यहाँनिर बजार लाग्ने एरिया हो र बजार लाग्ने एरिया क्षेत्रबाट पनि अगाडि हामी निस्किसकेका थियौँ र सदरमुकाम भेटिने बाटो र फर्किने बेलामा पानीले कुल्ला जस्तो भएको थियो, तर त्यस्तो भएन। मौसमले साथ दियो, शीतल थियो। आँखाले हेर्दाखेरि सबैतिर हरियाली अनि चिसो हावा, माने आनन्द लाग्ने खालको हावा चलिरहेको थियो। अनि हामी चाहिँ रामपुरलाई छाडेर सदरमुकामलाई भेट्याउने हाम्रो पाइलाहरू अगाडि बढ्दै थियो। छेउछाउको दृश्यहरू हेर्दाखेरि एकदमै रमाइलो महसुस गर्दै थियौँ हामीले। अनि त्यहाँको दृश्यहरू जस्तो आँखाले कैद गरेको थियो त्यो क्यामेरामा कतिपय दृश्यहरू कैद भएन। पिच गरेको सडक हो, यति साह्रो खाल्टाखुल्ती थियो कि कुनै ठाउँमा स्कुटर चढाउनै नसकिने अवस्थासम्मको खाल्टाखुल्ती थियो। यो पिच बाटो नभएर माछा पाल्नलाई बनाइएको पोखरी जस्तो पनि लागिरहेको थियो। अनि हामी चाहिँ तीव्र गतिमा अगाडि बढ्दै थियौँ। कार्यालय आएर पनि काम गर्नुपर्ने अवस्था थियो। अनि मलाई रमाइल डाँडासम्म ल्याएर मेनुकाजी केटाकेटीलाई लिन झरिसक्नु भएको थियो भने म कमिरे डाँडा आइसकेको छु। आजको लागि यति नै। हस्त, धन्यवाद।